हेर्नुहोस् है साथीहरू, सिलगढीमा त यस्तो डरलाग्दो घाम लागिरहेको छ, जस्तो चारैतिर आगो बलिरहेको जस्तो तातो तातो भाप आइरहेको छ। त्यसले गर्दा हामी झन् सिधै ताकेर रिलायन्स डिजिटलतिर जाँदैछौँ। हामी मधेसको मान्छेलाई त यति गर्मी भइरहेको छ भने हजुरहरू दार्जिलिङमा बस्नेहरू झन् भन्दै अहिले झन् सिलगढी नझर्नुहोस् है, यस्तो डरलाग्दो गर्मी छ। त्यसले गर्दा चाहिँ हामी मधेसकोले पनि खप्नु नसकेर चाहिँ एसी हेर्नु आएको छौँ। जिन्दगीमा कहिले एसी जरुरत नपर्नेलाई पनि यसपालि चाहिँ हामीहरू साह्रै परेर एसी हेर्नु आएको छौँ। हेर्दैछौँ र बुकिङ पनि गऱ्यौँ र अब घरतिर लागेको बाहिर निक्लेको त भित्र सोर्नुबाट बाहिर निक्लेको त यस्तो डरलाग्दो घाम छ नि, कसरी घर पुग्नु होला है साथीहरू। सिलगढी चाहिँ भन्दै नझर्नुहोस् है दार्जिलिङको साथीहरू। अब चाहिँ हामी पनि बाटो लाग्यौँ।